खमामि आयु आरोग्य संपत्ति सग्ग संपत्ति मेवच अथ निब्बान संपत्ति इमिनाते समिज्जतु। Yamahang vadami tang vadeta Namo tassa bhagavato arahato samma sambuddhassa. Buddhang saranang gacchami Dhammang saranang gacchami
संघं शरणं गच्छामि द्वितीयम्पि बुद्धं शरणं गच्छामि द्वितीयम्पि धम्मं शरणं गच्छामि द्वितीयम्पि संघं शरणं गच्छामि तृतीयम्पि बुद्धं शरणं गच्छामि तृतीयम्पि धम्मं शरणं गच्छामि तृतीयम्पि संघं शरणं गच्छामि शरणगमन संपूर्णं पाणातिपाता वैरमणि शिक्षापदं समादयामि अदिन्नादाना वैरमणि शिक्षापदं समादयामि कामेषु मिच्छाचारा वैरमणि शिक्षापदं समादयामि मुसावादा वैरमणि शिक्षापदं समादयामि सुरामेरय मज्जपमादर्थान वैरमणि शिक्षापदं समादयामि शरणेन स पञ्चशीलं धम्मं साधुकं सुरक्षितं कृत्वा अपमादेन सम्पादेत नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा सब्बे संखारा अनिच्चाति यदा पन्याय पश्यति अथ निबिन्दति दुःखे ये समग्रो विशुद्धिया। श्रद्धावान धर्मप्रेमी शान्तिप्रिय उपासक उपासिकाहरू, यो हाम्रो जीवन दुर्लभ छ, यो हाम्रो जीवन अमूल्य छ। प्राणी मध्येमा यो हाम्रो जीवन सर्वश्रेष्ठ छ। यस्तो जीवनलाई सफल र सार्थक पार्नको लागि उहाँ महामानव भगवान बुद्धले आजीवन
धेरै धेरै उपदेशहरू दिएर जानुभएको छ। दुर्लभ छ यो जीवन, अमूल्य छ, सर्वश्रेष्ठ छ। यसका बावजुद पनि यो जीवन अनित्य छ। क्षण क्षणमा परिवर्तन हुँदै जाने, क्षण क्षणमा जीर्ण हुँदै जाने, क्षण क्षणमा नाश हुँदै जाने यो अनित्य स्वभाव हो। भगवान बुद्धले त्रिपिटकको सुत्त पिटक अन्तर्गत रहेको एउटा ग्रन्थ खुदक निकाय र यसमा पनि ज्यादै चर्चित रहेको एउटा ग्रन्थ हो धम्मपद। धम्मपद ग्रन्थमा संग्रह गरिएको अनि भगवान बुद्धको वचन यसरी पनि आएको छ। सब्बे संखारा अनिजाति। जब सबै संस्कारहरू अनित्य हो भने यदा पन्याय पश्यति प्रज्ञा ज्ञानले देख्दछ। अथ निबिन्दति दुःखे। यो दुःखबाट वैराग्य हुने मार्ग हो। दुःखबाट वैराग्य हुन्छ। यसमको विशुद्धिया। यो विशुद्धको बाटो हो, निर्वाणको बाटो हो, दुःख मुक्तिको बाटो हो। सबै संस्कारहरू जति पनि छ सबै अनित्य छ। सबै प्राणीहरू जन्मेर नचाहँदा नचाहँदै पनि बालक, युवा, अर्धवयस्क, वृद्ध र मरणतिर उन्मुख भइराखेको हुन्छ। यस्तो अनित्य स्वभावलाई जब प्रज्ञाले, जब विवेक बुद्धिले, जब भित्री ज्ञानले अनुभव हुन्छ तब दुःखबाट वैराग्य हुन्छ। ओहो, जीवन त यस्तो अनित्य रहेछ। जीवनमा त यस्तो नचाहँदा नचाहँदै पनि वृद्ध, रोगी र मरणतिर उन्मुख हुनै पर्ने रहेछ। जब यस्तो वैराग्य हामीमा उठ्छ तब निर्वाणको बाटोमा, दुःख मुक्तिको मार्गमा सजिलै लाग्न सक्छ। उहाँ भगवान बुद्ध हाम्रै देश नेपालका सपूत हुनुहुन्छ। हाम्रै देशको लुम्बिनीमा जन्मनुभएका उहाँ भगवान बुद्ध। उहाँलाई राजदरबारमा बोलाइराख्नको लागि उसका पिता राजा शुद्धोधनले के मात्र गरेनन्। दरबारमा सम्पूर्ण सुख सुविधा भोग विलासको साधनहरू उपलब्ध गराएर त्यसका साथै जाडो समयमा बस्ने अलग्गै महल, गर्मी समयमा बस्ने अलग्गै महल, बर्सात समयमा बस्ने अलग्गै महल, यसरी 3 याममा 3वटा महल बस्नको लागि बनाइदिएका थिए। यति सुख सुविधा र भोग विलासमा बसेका उनी भगवान बुद्ध, बुद्ध हुनु अगाडि सिद्धार्थ राजकुमार। जब उहाँ 29 वर्षको हुनुभयो, दरबारमा बस्दा बस्दा वाक्क लागेर एक दिन नगर घुम्नको लागि आफ्नो पिता राजा शुद्धोधनसँग अनुमति लिएर घुम्नलाई निस्कनु भयो। यसरी घुम्ने क्रममा उहाँले एकजना अशक्त, वृद्ध, बुढो भइसकेको एकजना मान्छेलाई देख्नुभयो। हेर्दा त मान्छे हो, तर यति अशक्त किन?
आफ्नो शरीरलाई पनि आफूले थाम्न नसकेर एउटा लौरोको सहाराले बल बल आधा उभिराखेको, सास फेर्न पनि गाह्रो श्वास फेरिराखेको, कपाल सबै फुलिसकेको, दाँत सबै छरिसकेको, अनुहार सबै चाउरी परिसकेको यस्तो अशक्त अवस्था। यस्तो देखेर उहाँ चसङ्ग हुनुभयो। ओहो, म पनि एक दिन यस्तै बुढो हुनुपर्छ। म राजकुमार, म यति राम्रो छु, यति बलियो छु, तैपनि म पनि एक दिन यस्तै बुढो हुनुपर्ने। उहाँलाई वैराग्य उत्पन्न भयो। फेरि अर्को पटक घुम्न जाँदाखेरि एकजना रोगीलाई देख्नुभयो। रोगले छटपटिएर अय्या अय्या भनेर चिच्याइरहेको, पीडाले आर्तनाद गरिरहेको। यस्तो देखेर उहाँ चञ्चसँग हुनुभयो। ओहो, म पनि एक दिन यस्तै रोगी हुनुपर्छ। ओहो, म यति बलियो भएर पनि म पनि रोगी हुनुपर्छ। उहाँ वैराग्य हुनुभयो। फेरि अर्को पटक उहाँ नगर घुम्न जाँदाखेरि त झन् 4 जना मान्छेले एकजना मृतक मान्छेलाई बोकेर लगिराखेको, मसानमा पुर्याएर जलाइराखेको। यस्तो दृश्य देखेपछि त उहाँ त झनै चसङ्ग हुनुभयो। ओहो, चाहे राजा होस् चाहे जनता, चाहे गरिब होस् चाहे धनी, चाहे राम्रो होस् चाहे नराम्रो, चाहे बलियो होस् चाहे निर्बल, जस्तो मान्छे भए पनि एक दिन यसरी मर्नु पर्दो रहेछ। त्यसपछि त उहाँ झनै वैराग्य हुनुभयो। ओहो, यस्तो जीवन, बुढा हुनुपर्ने, रोगी हुनुपर्ने, अनि सबै छोडेर मर्नुपर्ने, यस्तो दुःखमय संसार। ओहो,